रेडी हामी चाहिँ अहिले मेयर घरको सामानको अभियानमा भएका हरेक प्रकारका अभियानहरूलाई चाहे सहयोग दिने लगायत धेरै प्रकारको सहयोग छ। हामी चाहिँ यही ठाउँमा गर्नु गएको। योभन्दा अगाडि ग्रिन टी धेरैलाई चाहिँ बाहिरबाट हेर्दाखेरि कहाँ कार्यक्रम हुन्छ मेयर घरको सामानको भनेर चाहिँ जिज्ञासा रहेको छ भने त्यो चाहिँ पानी एकपल्ट उहाँहरूलाई पनि देखाउन चाहन्छौँ यहीँबाट होइन। तर अब चाहिँ हामीले श्रम संस्कृति पार्टी दर्ता भइसकेपछि चाहिँ हामीले यहाँनिर श्रम संस्कृति पार्टीको चाहिँ कार्यालय यहीँ पुगिसकेकोले गर्दाखेरि अहिले व्यवस्थापनको काम भइरहेको छ। त्यसैले हामी अबका कार्यक्रमहरू चाहिँ प्रायः यहीँ गर्ने गरेका छौँ। अहिले चाहिँ हाम्रो यहाँ फ्रेममा चाहिँ टाढाबाट आउनुभएको छ हाम्रो दादाजीहरू युएसएबाट मेयर घरको सामानको अभियानलाई सघाउन थप सहयोग दियोस् भनेर चाहिँ युएसएबाट आउनुभएको छ। दादाहरू एकदमै स्मार्ट हुनुहुन्छ, ब्युटिफुल हुनुहुन्छ, उहाँहरू जोडी हुनुहुँदो रहेछ। अनि उहाँहरूले चाहिँ आफ्नो जोडीलाई सँगै राख्ने चाहेको अलिक रमाइलो पनि गर्नुहुन्छ। मेरो चाहिँ अलिकति अनि उहाँहरूले चाहिँ फुलमाया मगर दिलबहादुर मगर हुनुहुन्छ। ल युएसएमा हुनुहुन्छ उहाँ चाहिँ। युएसएमा हुनुहुने फुलमाया मगर दिलबहादुर मगर ज्यूले चाहिँ उहाँको छोरा बुहारी र आफन्तजनहरूलाई चाहिँ सहयोग लिएर चाहिँ घरको सामान भनेर भन्नुभएको रहेछ। अहिले मेयर घरको सामानको प्रत्यक्ष रूपमा यहाँ उपस्थित हुनुहुन्न। अहिले पार्टी विस्तारको क्रममा काठमाडौँमा हुनुहुन्छ र आज चाहिँ केन्द्रीय कमिटीको बैठक पनि चलिरहेको छ उता। र यता चाहिँ हामी सचिवालयमा काम गर्नेहरू चाहिँ हामी दैनिक जसो यहाँ बिहानदेखि बेलुकासम्म हाम्रो चाहिँ समर्थक शुभेच्छुकहरू हामीलाई माया गर्नुहुने दाताहरू आउनुहुन्छ भनेर हामी चाहिँ बिहानदेखि बेलुकासम्म यहीँ हुन्छौँ होइन। र अहिले चाहिँ व्यवस्थापनको काम भएकोले गर्दाखेरि लथालिङ्ग टाइपकै छ। यो यसो हेर्दाखेरि त्यस्तै देखिन्छ होइन। युएसएमा बस्ने मान्छेलाई त अलिक नराम्रो पनि लाग्यो होला, तर आफ्नो देशमा माया लाग्छ त्यही भएर आउनुभएको छ। सृजना घले हुनुहुन्छ, हजुर सृजना घले हुनुहुन्छ, सन्तोष मगर हुनुहुन्छ, सञ्जय घले यहाँ हुनुहुन्छ र यसै गरी ऋतु राई यतै हुनुहुन्छ। सबैजनालाई हाम्रो प्रेममा हार्दिक स्वागत गर्दछौँ। र उहाँहरूले चाहिँ बुवा आमाको सहयोग चाहिँ श्रम संस्कृति पार्क मेयर घरको सामानको परिकल्पनामा बनेको श्रम संस्कृति पार्कको लागि चाहिँ सहयोग दिनु भनेर चाहिँ उहाँले बनाउनु भएको छ। सहयोग रुपियाँ 30,000 अनि त्यो सहयोग चाहिँ कता राख्नु भएको छ भनेर चाहिँ हामी चाहिँ खोज्छौँ। अब यो हाम्रो आफ्नै प्रकारको भूमिका छ। श्रम संस्कृति पार्कमा अहिले ज्येष्ठ नागरिक मनोरञ्जन पार्क बनिरहेको छ। त्यो चाहिँ धरान 20 होइन। र धरान 5मा चाहिँ जेन्जी स्मारक पार्क जो चाहिँ भदौ 23 र 24 गतेको आन्दोलनमा चाहिँ शहादत प्राप्त गरेका जेन्जीहरूको स्मृतिमा चाहिँ बन्दै गरेको जेन्जी स्मारक पार्क पनि छ धरान 5मा, त्यहाँ पनि बनिरहेको छ। सुम्निमा पारुहाङ प्रतिमा निर्माण पनि यहाँमाथि शिलान्यास भइसकेको कार्यक्रम धेरैवटा कार्यक्रमहरू चलिरहेको छ। हाम्रो चाहिँ श्रमदाता टी सर्ट पनि बनिरहेको छ एकदमै व्यापक रूपमा। अस्ति एकजनाले भन्दै हुनुहुन्थ्यो त्यो एउटा फुटबल कि केको चाहिँ त्यो टी सर्ट छ अरे होइन टिमको, तर त्योभन्दा बढी चाहिँ अहिले मेयर घरको सामानको श्रमदाता टी सर्टले चाहिँ एकदमै नेपाललाई पिटिरहेको छ भन्ने। अब त्यो ठेट भाषाभन्दा चाहिँ पिटिरहेको रहेछ क्या, त्यसको मतलब चर्चामा छ भनेको चाहिँ त्यो श्रमदाता टी सर्टहरू पनि बनाइरहेका छौँ। स्पोन्सर आफै गर्नुहुन्छ दाताहरूले र उहाँको फोटो राख्छौँ हामी मेयर घरको सामानको भनाइ र उहाँको फोटोसहित स्पोन्सरको फोटो पनि रहन्छ त्यहाँ। अनि र अब ती पार्कहरूमध्येमा चाहिँ उहाँहरूले श्रम संस्कृति पार्कलाई रोज्नु भएको छ। त्यहाँ पनि एक प्रकारका चाहिँ पार्कहरू छन्। त्यसलाई चाहिँ हामी पहिचान गरेर उहाँहरूको सहयोगलाई चाहिँ यहाँसम्म पुर्याउनेछौँ। र कहाँ चाहिँ यो उहाँहरूको सहयोग चाहिँ कहाँ चाहिँ सहयोग गरेको छ भन्ने कुरा चाहिँ हाम्रो अर्को अपडेटमा पनि आउनेछ। अहिले चाहिँ हजुरहरूले ल्याउनु भएको सहयोग छ भने चाहिँ म मिना सिंह आफैले चाहिँ थापेर पर्सि मेयर घरको सामान्य आउनु भइसकेपछि उहाँको प्रत्यक्ष उपस्थितिमा उहाँको अफिसियल पेजमा र मिडियाहरूलाई चाहिँ साथी राखेर
यो हजुरहरूको सहयोग 30,000 रुपैयाँ चाहिँ हामी सम्बन्धित ठाउँमा चाहिँ हस्तान्तरण गर्नेछौँ। अनि त्यस पछाडि चाहिँ यहाँ लिएको यो 30,000 को सहयोग चाहिँ तपाईँहरूलाई हामी वाट्सएप अहिले चाहिँ उहाँहरू नहुनु भएकोले गर्दाखेरि हामी लिइराख्ने अनि त्यो दिन चाहिँ अरेर त्यो गरेर चाहिँ वाट्सएपमा तपाईँहरूलाई उपलब्ध गराउनेछौँ। एकदमै आभार व्यक्त गर्दछौँ सहयोगको लागि र टाढा हुनुहुने फुलमाया मगर र दिनु मगरलाई पनि हामी यहीँबाट सम्झन चाहन्छौँ र सेवा र नमस्कार पनि भन्न चाहन्छौँ। मेयर साहब हुनुहुन्न, उहाँकै सबै हामी नै हो भनेर भन्दाखेरि पनि हुन्छ। उहाँले केही टिम हो हामी होइन, हामी इन्टायर टिमको तर्फबाट उहाँलाई सम्झन चाहन्छौँ। अब सहयोग दिइसक्नु भएको छ। अब सन्तोष मगरले केही भनिदिनुहोस् न, केही सिर्जना केही भन्नुहुन्न।